नमस्ते हजुर। मेरी छोरी क्या राम्री नाचे कि क्या राम्री नाचे कि एउटा कम्बार तिनका किसी शायर की गजल ड्रीम गर्ल किसी झील का कवल। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? भागौँ कि क्या हो? देख ये भाई Hello guys, good morning. I have hot water with honey, pure honey. Let's eat it. कई बार इसका ब्याह करने की कोशिश पर आए दिन कहीं न कहीं मुसीबत आ जाती है। कभी लड़का मुकर जाता है तो कभी उसके पति। सबै यो तार त यस्तो करेन्ट लाग्छ भयो। I'm getting ready. I'm already ready. अब म त जान लागेको। Bye bye. जुन के अरे हजुर मामी कता गएछि भनेको त पछाड पो पसेर चाहिँ टक्क जाने सबै के हुन्छ है हुन्छ सर नाटकको लागि रिहर्सल हुँदैछ। ट्युसन आप दिसो गर्छ हाल्छ के ल अनि ओइ सुन छोरा यहाँ चाहिएको थियो हाम्रो Lassi is the caregiver. नाच न ल बाबा कट हेलो मिस हाई अब आमालाई पनि आनन्द हामीलाई पनि सजिलो तिमी र म पनि काम गर्न पाउने भयौँ भनेर किन हेरेको त नि आमा पनि खुसी हुनुहुन्छ तिमी पनि खुसी भन्न सकिदिनु के हुन मेरो डाइलग छैन लास्ट भन्ने उस्तै हो नि त भन्नु मैले भनेको नि यही हो अब यसलाई यो हिरा तैँले मैले अनि हामीले पछि के रे त्यसले गर्छ उनीहरूले सबै गर्छ ल अब तपाईँ के किन गर्नु भन्ने तपाईँ आमा हेरेर भन्ने अनि पछि जाने बुढी आमालाई पनि केयर राखेर हामीले एकदम उसको राम्रो काम गर्नु झ्याउले सक्यो यो घाममा यही बाहिर बसेको बस तिमी पनि काम गर्न पाउने भए म पनि काम गर्न पाउने भए अनि अब दाइ अहिले मलाई सेन्टी फ्ल्याटबाट मुडीमा कसको बुढालाई फोटो चाहियो रे खै हेरौँ मेरो बुढालाई कसको फोटो चाहियो मेरो मिनी ब्लग बाल्नु हाम्रो यहाँ हाम्रो 22 को के 22 ग्रुप 22 को यो 22 वटा बुढीको फोटो चाहियो हैन ज्याकेट राख्न जाम ज्याकेट खोलेकै छैन ए मेरो त ब्याग पनि छ ब्यागमा त बिबी सेट छ होला नि त ब्याग बिबी सेट लिएर जाने हो कि भित्र साथी मास्क खोलेर बोल्नु न कस्तो रहेछ भन्नु हामी चाहिँ उता भित्र जानु लाग्यो एउटा लात्ताले हालेर ढल प्लिज पछाडि फर्केर पछाडि पछि आउनु पछि ज्याकेट खोलियो जाडो भयो यस्तो जाडो ठाउँ यहाँ हुनुहुन्छ हाम्रो ग्रुप रेडी उही त्यो ब्यानर खिच्नु लाग्यो खास गरी for anything for you What do you mean by for me? माइजु हजुर दिदी गर्नु त अरे रुको ऐसे नहीं शुरू से दिखाता हूँ यहाँको हाम्रो अफिसको पनि त्यो सेनिटाइजरहरू मास्कहरू सबै छ त्यो पनि समाप्त होला एकछिन माथिबाट सर्टहरू माथि जाने सबै माथिबाट सर र यसरी हिँड्ने सर्ट भित्र जाने है म भित्र भनिसकेको छु
नै हामीले म्युजिक भन्छौँ होइन ओके अब सबै खुसी होइन एउटा चाहिँ व्यक्त गर्दै आज आमाले एउटा गीत गाउनुहुन्छ भजन जस्तो ल पाउनु आमा है ल सेवा पनि बाबा आमाको शिरु रामाको सेवा पनि बाबा आमाको कीर्तन पनि शिरु रामाको सेवा पनि बाबा आमाको कीर्तन पनि शिरु रामाको
ल हान्नु हान्दियो 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 फेरि हेर्नुहोस् है फेरि ठिक छ अब दिपा दिपा ए दिपा गुरुङ नमस्ते मेरो नाम रश्मि थापा गुरुङ हामी चाहिँ केयर होमका स्टुडेन्टहरू हौँ आज हामी यस सेल्टर होममा आएर ओके कतिवटा मुजा त्यो कुन पिस हो एक एक सेट हो एक एक सेट ओके यसो गर्नु हजुर अब तपाईँले एउटा दिनु है उहाँलाई दिनु अनि जो आए पनि उहाँलाई टोपी मात्रै ल्यायो मुजा त मिलेन टोपी चाहिँ त्यो निकाल्नु त्यो है है ल तपाईँहरूले दिनु अनि फोटो नलागेकोलाई लगाइदिनु मुजालाई उहाँलाई लगाइदिनु ल ओके पालै गर्नु पछि पछि जानु ल तपाईँलाई टोपी मात्रै लगाइदिनु बा टोपी लाउनु एकछिन यो टोपी लाउनु त्यो राख्नु अहिले लाउनु यो टोपी मा लगाउनुहोस् है अब नमस्ते भन्नु मेरो ब्लगमा नमस्ते हजुर यस्तो गर्नु न यताको मात्र केमा गाडी के हो यस्तो ह्यापी हिस्टोरी क्रिस स्टोन कसरी कसरी केमा राखेको माइजु खै माइजु मलाई समात्नु न यहाँ हातपछि राखी सष्टाङ्ग दण्डवत गरे हे देव देवताको भाष जान्छु न म पनि कैलाश हे देव देवताको भाष जान्छु न म पनि कैलाश हे देव देवताको भाष जान्छु न म पनि कैलाश हे देव देवताको भाष जान्छु न म पनि कैलाश हे देव देवताको भाष जान्छु न म पनि कैलाश हे भैया लाग्छु म नागर ना तुमा हे भैया लाग्छु म नागर ना तुमा हे भैया लाग्छु म के केक प्लिज केक अबे फुल त मिठो हुन्छ हेर्नु न केकहरु नभएर त हेर्नु के खाने हो माइजु ओ माइजु तपाईँ डेन्जर चिसो हो भाइ केक त कति साह्रो आइस बनिरहेछ क्या हो फ्रिजमा राखेको रहेछ क्या हो कि बेसरी खै यता लिएर आउँदा खाए जस्तो त छैन त फेरि मान्छ ल चिसो छ हौ खै मलाई यो म खान्छु ल तपाईँ कुन खानुहुन्छ ए यो यति तपाईँको बर्थडेको ए हस्
उ त्यो नि अर्को नि त्यो दाइलाई दिन त साह्रो हो के उ लिनु बर्थडे भन्नु भएन त दाइ ह्यापी बर्थडे भन्नु भएन सक्यो यहाँ सक्यो हाम्रो अब्बे Bye bye. Bye bye. Bye bye.